पाथीभरा माताको दर्शन हुन्छ भन्ने विश्वास छ, चाहेको शक्ति आर्ज। बिहान 6:30 बजेतिरै ठुलो फेदीको उकालो लाग्यो। राति ठुलो पानी परेको थियो। बिहानसम्म पनि पानी परिरह भएर हामीले रेनकोट लट्ठीको व्यवस्था गर्यौँ। उकालो लाग्यो। माताको दर्शन हुन्छ भन्ने विश्वासका साथ आत्मा बलदहरू बारेर हामी उकालो लागि नै रह्यौँ। हामी जस्ता हजारौँ भक्तजनहरू हामी बाटोमा माथि उकालो चढ्न सङ्घर्ष गरिरहेका भेट्यौँ। हामी पनि त्यस किसिमले नै लागिरह्यौँ। कतिपय भक्तजनहरू त राति 2-3 बजेदेखि नै उठेर उकालो चढ्नु हुँदो रहेछ। माथि लाइन हुन्छ, दर्शन गर्न समय पाइँदैन भनेर उकालो चढ्नु हुँदो रहेछ। हामी उकालो चढ्दै गर्दा फाटफुट फर्किन थालिसक्नु भएको थियो। हामीलाई ढाडस दिनुहुन्थ्यो, जानुहोस् अब माताले बोलाउनुहुन्छ, तपाईँहरू पुगिहाल्नुहुन्छ, हिम्मत नहार्नुहोस् भनेर हामीलाई ढाडस दिएर पठाउनुहुन्थ्यो। हामी पनि हुसेर अगाडि बढी नै रह्यौँ नभन्दै हामी पनि मूलद्वारमा पुगिकन छोड्यौँ। ठ्याक्कै 9:30 बजेतिर 3 घन्टाको निरन्तर उकालो चढेर हामी पनि पुगी छाड्यौँ माताको दर्शन गर्न। त्यत्रो कठिन यात्रा पार गर्दै आउनुभएका भक्तजनहरूको अभूतपूर्व जमघटलाई प्रवेशद्वारबाटै थियो नागबेली परेको। पछि थाहा पाइयो आज अहिलेसम्मकै ठुलो भिड रहेछ। मलाई पनि राति ज्वरो आएको थियो। मेरै सहयात्रीले होटल साउनीसँग मद्दत मागेर हाई अल्टिच्युड डक्टरको व्यवस्था गरिन्। बेलुका र बिहान औषधि खाएर म पनि दर्शन गर्न सफल भएँ। मन प्रफुल्ल भयो। जय अम्बे गौरी मैया जय श्याम गौरी, तुमको निस दिन ध्यावत हरि ब्रह्मा शिव जी। मांग सिंदूर विराजत पीतो मृगमद को, उज्ज्वल से दो नैना चंद्र वदनी को। कनक समान कलेवर रक्तांबर राजे, रक्त पुष्प गलमाला कंठन पर साजे। हरि वाहन राजत खड्ग खप्पर धारी, सुर नर मुनि जन सेवक तिनके दुखहारी। कानन कुंडल शोभित नसाग्रे मोती, कोटि चंद्र दिवाकर राजत समज्योति। कानन कुंडल शोभित नसाग्रे मोती, कोटि चंद्र दिवाकर राजत समज्योति। सिंदूर विराजत टीको मृगमद को, उज्ज्वल से दो नैना चंद्र वदनी को। कनक समान कलेवर रक्तांबर राजे, रक्त पुष्प गलमाला कंठन पर साजे। के हरि वाहन राजत खड्ग खपर धारी, सुर नर मुनि जन सेवक तिनके दुखहारी। कानन कुंडल शोभित नसाग्रे मोती, कोटि चंद्र दिवाकर राजत समज्योति। हरि वाहन राजत खड्ग खपर धारी, सुर नर मुनि जन सेवक तिनके दुखहारी। कान
शोभित नासाग्रे मोती कोटि चंद्र दिवाकर नाचत समज्योति ये हरि वाहन राजत खड़ग खपर धारी सुर नर मुनि जन सेवत तिनके दुख हारी कानन कुंडल शोभित नासाग्रे मोती कोटि चंद्र दिवाकर राजत समज्योति शुंभ निशुंभ बिदारे महिषासुर घाती तुम विलोचन नैना निश दिन मदमाती तुम विलोचानी तुम कमला रानी आगम निगम बखानी तुम शिव पटरानी 64 योगिनी गावत नृत्य करत भैरो बाजत ताल मृदंगा अरु बाजत डमरू तुम ही जग की माता तुम ही हो भरता भक्तन की दुख हरता सुख संपत्ति करता भुजाचार अभिशोभित वर मुद्राधारी मनवांछित फल पावत सेवत नर नारी कंचन थाल विराजत अगर कपूर बाती श्रीमाल के तुम्हें राजत कोटि रतन ज्योति हो म प्रफुल्ल थिएँ किनभने मेरो वर्षौँदेखिको योजना सफल भएको थियो। वर्षौँदेखिको तपस्या माताको दर्शन गर्ने सफल भएको थियो। म जस्तै कयौँ भक्तजनहरू प्रसन्न हुनुहुन्थ्यो, मुस्कुराइरहनु भएको थियो। सायद कैयन प्रयासपछि जुरेको थियो, सायद भाग्यल पनि थियो होला। पाथिभरा माताको दर्शन गरेर जाँदा यहाँको प्राकृतिक सुन्दरतामा डुब्न पाउनु, त्यसको साक्षी बस्न पाउनु, यो यात्राको अर्को एउटा बाटो हो। प्रकृतिको त्यो अलौकिक छटा, ती मनोरम दृश्यहरू म यहाँ सामु अर्को भिडियो मार्फत प्रस्तुत गर्ने नै छु। आजलाई भने यो भिडियो हेरेर साथ दिनुभएकोमा, मसँगै माता पाथिभराको दर्शन गर्न साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद टक्राउँदै भेट्ने बाचाका साथ म आज यही बिदा लिन्छु। नमस्ते। फेरि हेरिदिनु भएकोमा धन्यवाद। मेरो च्यानललाई सपोर्ट गर्नुहोस्, माया गर्नुहोस्, यसलाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्। धेरै धेरै धन्यवाद।